हेलो एन्ड गुड मर्निङ। के छ साथीहरू, सबै सन्चै हुनुहुन्छ? आज बिहान चिसो चिसो मौसम छ, त्यही भएर म यसो बाहिर निस्केको चिसो चिसो हावा खानु पर्यो भनेर। घाम पनि अब निस्किन लागिसक्यो। यस्तै छ। आज होस् मन मेरो खुसी छ। आज इरानले कतारमा मिसाइल छोडेको छैन। आज होस् खुसी छ। अब त केही दिनभित्रमा अब कतार चाहिँ राम्रै हुन्छ, पहिलाको जस्तै खुल्छ कि भन्ने आशा छ। अब कतारमा पहिला मिसाइल छोडेर पुरै एयरपोर्ट सबै बन्द थियो। अब हेरौँ कहिलेसम्म खुल्छ। अस्ति नै त मिसाइल हान्दाखेरि त लास्टै डर लागेको नि हो। माथिबाट आकाशमा हेर्दा पनि त्यो रकेट उडे जस्तो होइन, के भन्छन् त्यो पटेका पड्काउँदाखेरि पुडुङ टुङ पड्किन्छ नि, त्यस्तै फिल भइरहेको क्या भित्रभित्र। तर कति ठाउँमा नोक्सान भयो। अब चाहिँ त्यो नहोला कि भन्ने आशा छ। हेरौँ अब के हुँदै जान्छ। अहिले त पुरै पूर्ण रूपमा घाम लागिसक्यो। बिहानको घाम लिनुपर्छ भन्छन् क्या डक्टरले, त्यही भएर यसो घाम ताप्दै हिँडिरहेको छु। बिहानको वेदर बहुत राम्रो छ, हेर्नु। अनि बिहानको वेदर तपाईँलाई कस्तो लाग्छ त कमेन्ट गर्नु होला, अनि साथै लाइक पनि गरिदिनु होला। फेरि आउनेछु अर्को भिडियो लिएर। तबसम्मको लागि बाई बाई।